किन तपाईले मान्छेहरूले दुःख दिइराखेका छन्, तपाईलाई एकदमै भित्रभित्र तडपाइराखेका होलान् हैन। तपाईले न्याय पनि पाउनुभएको छैन होला। तपाईले केही भन्नुभएको छैन, तपाईलाई हजारवटा शब्दले प्रहार गरेर तपाईलाई दुःखी बनाइराखेका होलान्, हो कि होइन? धेरै भिडियोमा मेरो यस्तो आएको छ, मैले बनाएको भिडियोमा मेसेज यस्तो आएको छ। गर्छन्, मलाई थाहा छ, मान्छेको बानी नै यही हो। एकले अर्कोलाई दुःखी नदेखुन्जेलसम्म मान्छे सुखी रहन सक्दैन। मान्छे आफ्नो दुःखमा त्यति दुःखी हुँदैन जति अर्काको सुखमा दुःखी हुन्छ। उनीहरु सबैभन्दा दुष्ट व्यक्तिको कुरा गर्दैछु। फेरि म दुष्ट व्यक्तिहरूलाई जति आफ्नो दुःखमा तकलिफ उनीहरुलाई हुँदैन त्यति तकलिफ अरूको सुखमा हुन्छ। यो दुष्टको एउटा ठुलो लक्षण हो। आरिसे मान्छेको लक्षण हो। फेरि आरिसेलाई फेरि निम्न नसम्झिनुला। आरिसेले धेरै भयंकर ठुलो घटना घटाइदिन सक्छ। दुष्टले पनि धेरै ठुलो घटना घटाउन सक्छ। दुष्ट त आफू आरिसे डाडे दुष्ट व्यक्ति त आफू तल परेर आफू बर्बाद भएर पनि उसले त्यो व्यक्तिलाई माथि जान्नै दिँदैन। टाढ गरेको मान्छेलाई उसले माथि जानै दिँदैन, आउनै दिँदैन। तान्नेको तान्ने गर्छ। चाहे उसको जिन्दगी सखापै होस्, उसको परिवार सखापै होस्, उसको परिवार सबै तस मस किन नहोस्, तर उसले छोड्दैन। सपनामा पनि तपाईलाई नै देख्छ उसले। उसको सपनामा पनि तपाई नै हुनुहुन्छ, जपनामा पनि तपाई हुनुहुन्छ। त्यसले सुख किन पाइ? त्यसले सुख पाउन हुँदैन थियो। त्यो किन हाँसी? त्यसलाई किन यस्तो? त्यो यति ठुलो घरमा बस्ने भयो कि? त्यो गाडीमा चढेर हिँड्नु भएको? त्यो यस्तो? यही शब्द हुन्छ। यही नै यही शब्द हुन्छ। किनकि ऊ गर्न सक्दैन नि त। ऊ गर्नै सक्दैन। अनि तपाईलाई दुःख दिनु चाहिँ उसको ठुलो उपलब्धि हुन्छ जीवनमा। उसलाई बरु आफ्नो उपलब्धि, उसलाई आफूलाई केही मतलब छैन। ऋण पान गरेर पनि तपाईको पछि लागेको लागि गर्छ। दुष्ट मान्छेको यो हो। यो तर यसबाट बच्ने के? मैले धेरैपल्ट भनिसकेँ। यसबाट बच्ने उपाय भनेको केवल इग्नोर, मौन। इग्नोर, मौन। यस्तो व्यक्तिहरुसँग त आएर भगवान सिधै साक्षात ब्रह्माजी आए पनि, सिधै भगवान साक्षात श्रीकृष्ण आए पनि सक्नुहुन्न। कहाँ सक्नुभएको थियो? दुर्योधनलाई सम्झाउन सक्नुभयो त भगवानले? शिशुपाललाई सक्नुभयो त? आफ्नो फुपूको छोरा भए पनि रावणलाई कति सम्झाउन गए? को गए? हनुमानजी जानुभयो, अंगद गए। भगवानले कति मौका दिनुभयो? स्वयं भगवानले सम्झाउनु भयो। अन्तिम लडाई युद्ध हुँदा पनि, युद्ध मैदानमा पनि सीतालाई फिर्ता देऊ, यो लडाई म गर्दिन भन्नुभयो। मान्यो? बरु मर्यो। मर्न तयार भयो, रेडी भयो। मानेन। दुष्ट मान्छेहरू मान्दैनन्। तपाईं कति भन्नुहुन्छ? जति भन्नुस् न, मान्दैनन्। एउटा शून्य आदत बचाल्नुस्। तपाईं चाहिँ अहंकारमा नरहनुस्। मैले एउटा हेरेको थिएँ कतै, एक सन्तले भनेको, फुटबल हुन्छ नि, फुटबलमा जबसम्म हावा रहन्छ तबसम्म मान्छेहरूले त्यसलाई लात हानिरहन्छन् रे। जब फुटबलको हावा सकिन्छ त्यसलाई कसैले खेल्दैन, फ्याल्दिन्छ रे। अहंकारले भरिएको व्यक्तिलाई पनि यही फुटबल जसरी नै प्रयोग गर्छन् रे। यो अहंकार रहित हुने बित्तिकै यो अहंकारमा चोट लागेको हामीलाई। तपाई यस्तो भनेर कसैले भन्यो भने त्यसले भन्ने बित्तिकै तपाई त्यस्तै भइहाल्नुहुन्छ त? हुनुहुन्न नि। तपाईको अहंकारलाई चोट लाग्यो। तपाईले त खराब काम गर्नुभएछ नि, तपाई त दुष्ट हुनुहुँदो रहेछ नि भन्यो भने तपाई दुष्ट नै हुनुहुन्न। अनि उसले तपाईलाई आरिसले भनेको, ईर्ष्याले भनेको, अनि तपाई रिसाइहाल्नुहुन्छ। फेरि म त्यस्तो अरे भन्नुहुन्छ। त्यो तपाई हो नि, तपाईको अहंकारलाई चोट लागेको। यो अहंकार छोडिदिनु भयो भने तपाई त्यो हुनुहुन्न। तपाई दुष्ट हुनुहुन्न हैन। तपाई त्यो कसैको ठगी गर्ने पनि हुनुहुन्न। तपाई ठग पनि हुनुहुन्न। तपाई झुट पनि हुनुहुन्न। तपाई त झुटा भन्यो भने भन्दै जा, तैले भनेर के हुन्छ? म झुटा हो र? ल म झुटै हो। ल ठिक छ, ल भन भनेर हिँड्छ। जो व्यक्तिमा अहंकार छैन, ल ठिक छ मलाई भन्दै जाऊ न, तैले भनेर मलाई के हुन्छ? तैले भन्ने बित्तिकै म त्यही हुने हुँ र? म जे छु मलाई थाहा छ नि त म के हुँ भनेर भने हिँड्छ भने जो चाहिँ अहंकारी व्यक्ति छ नि, त्यो अहंकारी व्यक्तिलाई सम्झायो भने पनि उसको इगो हट हुन्छ। इगोमा लाग्छ क्या, तिमी यसो नगर है, यसो गर्न हुँदैन है भनेर एक सज्जनले सम्झायो भने मलाई यसो भन्ने, मैले यसो गर्देको, मलाई त्यसले यसो भन्ने सम्झाउनु पर्ने त्यसले। ल
उसले त त्यो कुरालाई नेगेटिभ लिन्छ र तपाईँसँग यति ठुलो दुश्मनी गर्छ कि राम राम तपाईँको सबैभन्दा ठुलो दुश्मन भएर खडा हुन्छ ऊ। दुष्टलाई त सम्झाउनु पनि हुँदैन, नसम्झाउनु। तपाईँले सम्झाएर ऊ सम्झिन्छ, उसलाई समयले सम्झाउँछ। उसलाई सम्झाउने भनेको समयले हो क्या। तपाईँले सम्झाउनै सक्नु, तपाईँको 2-4 ज्ञानले थोरै न ऊ बदलिन्छ, बदलिँदैन। उसलाई नबदल्नुहोस्, तपाईँ चाहिँ बदलिनुहोस्। तपाईँ बदलिनुपर्छ। कसरी बदलिनुपर्छ? यस्ता आरिसे दुष्टसँग लाग्न हुँदैन। यिनीहरूलाई भनेर राम्रो भनेर फुर्काइदिइराख्नुपर्छ। तपाईँ कति राम्रो हो, नराम्रो छ, अथवा उसले नराम्रो काम गर्दैछ, ल ठिक छ, तपाईँ एकदम राम्रो काम गर्दै हुनुहुन्छ, एकदम ल किप इट अप, एकदम तपाईँ शुभकामना अग्रिम भनेर हिँड्नुहोस् त, कति मक्क पर्छ अनि बर्बाद हुन्छ। अब तपाईँले त्यहाँ रोक्नु, अब फेरि त्यसो गर्दा पनि पाप हुन्छ भन्नुहुन्छ, यहाँ फेरि 2टा कुरा निस्किन्छ। त्यसो गर्दाखेरि अर्कालाई फेरि एप्रिसिएट किन गर्नुभएको, किन प्रेरणा दिनुभएको, ऊ त्यो कारणले पतन हुन्छ नि त्यो भन्नु। अब उसलाई त्यहाँ रोक्यो भने दुश्मनी हुन्छ त कसरी रोक्नु? यसो नगर न भनेदेखि त्यो मान्छेसँग दुश्मनी हुन्छ। अनि फेरि गाउँका मान्छे कस्तो हुन्छन् भने तँलाई त्यसो भन्न बन्द गर, प्रतिकार गर्न भने फेरि उसलाई उकास दिन्छन्, सिकाएर पठाउँछन्। अनि त्यो महामूर्ख फेरि सिकेर पनि आउँछ, अनि फेरि बाच्छा झगडा गर्छ। अनि त्यो सब चिज लफडा गर्नुभन्दा आफू बदलिनुहोस् के, छोडिदिनुहोस् न, छोडिदिनुहोस्। भगवान् कसैको प्राइभेट होइन, संसार कसैको प्राइभेट होइन, सधैँभरि बस्न कोही आएको छैन, कसैले एउटा सियोसम्म आफ्नो शरीरसम्म लान सक्दैन। फेरि के को अहङ्कार क्या, के को अहङ्कार हो? यही कुरा चाहिँ म बारम्बार भन्छु क्या, कसैले केही आफ्नो शरीर पनि लान सक्दैन, कसैको केही प्राइभेट होइन। यो संसारमा कसैको केही प्राइभेट छँदै छैन। सबैले एक दिन डङरङ्ग भएर यहाँ लडेर चाहिँ उत्तानो परेर घाटमा जानुपर्छ, डढ्नुपर्छ, हुरी आगो लगाइदिएर आउँछन्। आफन्त तिनी आफ्ना भन्नेहरूले एकछिन पनि राख्दैनन् घरमा। तपाईँलाई आजसम्म प्रेम गर्ने व्यक्तिहरूले छोए भने पनि हात धुन्छन्, पखाल्छन्। आजसम्म अङ्कमाल गरेर तपाईँलाई माया गर्ने व्यक्तिहरूले पनि तपाईँको प्राण जाने बित्तिकै तपाईँलाई छोयो भने साबुन लाएर हात धुन्छन्। यो अवस्था छ। अनि कसलाई चाहिँ आफ्नो भन्नुहुन्छ र कोसँग आशा गर्नुहुन्छ क्या? अनि किन अहङ्कार गर्ने? जुन दिन शरीर जान्छ त सकिन्छ त, खत्तम, सक्यो त। बोल्न सक्नुहुन्छ र? बोल्न सक्नुहुन्न, केही भन्न सक्नुहुन्न। फेरि अहङ्कार किन के? अहङ्कारीलाई त सम्झाउन सकिँदैन, भगवान्ले नसकेको काम तपाईँ जिम्मा लिन सक्नुहुन्न। अहङ्कारीलाई नसम्झाउनुहोस्, आफू सम्झिनुहोस्, आफूलाई फोकस गर्नुहोस्, आफूले सुन्दर कर्म गर्नुहोस्, कसैको अहित नचिताउनुहोस्, कसैलाई पनि अहित नगर्नुहोस्, सुन्दर कर्म गर्नुहोस्, भगवान्सँग विश्वास गर्नुहोस्, आफूलाई विश्वास गर्नुहोस् र त्यो चाहेको ठाउँमा तपाईँ पुग्नुहुन्छ। कन्फर्म छ, मेहनत गर्ने मान्छेले पुग्छ। तर त्यहाँ पुगेपछि त्यो पद, त्यो प्रतिष्ठा, त्यो ठाउँलाई चाहिँ टिकाएर राख्नु क्या, पुग्नु ठुलो कुरो होइन, त्यो टिक्नु ठुलो कुरो हो। त्यहाँ त्यसमा बस्नु ठुलो कुरो। त्यसैले त्यसलाई टिकाउनको लागि अहङ्कारलाई सबभन्दा पहिला दिमागबाट, यो मनबाट फ्यालिदिनुपर्छ। सोच्नुपर्छ म केही पनि होइन, एक दिन म जानेवाला छु, म यहाँ बस्न आएको होइन, म आफ्नो कर्म गर्न आएको हो। यहाँ एक दिन सबले मर्नुपर्छ, यो प्राण जान्छ, प्राण गएपछि शरीरको केही पनि काम छैन, कर्म फर्केर आउँछ। यो सोच्नुभयो भने केही तत्त्वज्ञान चाहिँदैन। यति बुझ्ने बित्तिकै सारा भित्रबाट तपाईँका ती नराम्रा कर्म गर्ने बानीहरू सबै जान्छन् र कोहीसँग लडाइँ झगडा गरे, त्यसले मलाई यस्तो त्यो उस्तो, त्यसले यस्तो भन्यो, त्यो केही पनि आउँदैन। त्यो केही आउँदैन। एकदम तपाईँ आनन्दले बस्नुहुन्छ र धार्मिक आध्यात्मिक बन्नुहुन्छ। यही हो मूल मन्त्र, यही हो, यही नै हो। त्यसैले फेरि अन्तिममा म भन्छु, सुन्दर कर्म गर्नुहोस् र भगवानमा निष्ठा राख्नुहोस्, विश्वास राख्नुहोस्, भगवानको आश्रय लिनुहोस्। राधे राधे।